जीबी भर्सेस यता चाहिँ म तपाईँहरूको बाफ्रे नाइस सट्टा गेम चाहिँ अब लास्ट जीबीले छुमी कट हान्ने थोरै छोस मात्रै चास पनि दामी बस्यो मेरो लास्ट सट है मेरो इज्जत जाऊ है के हो यो त नि हेलो एभ्रिवान नमस्कार सबैजनालाई आज चाहिँ शनिबारको दिन पनि भएकोले गर्दाखेरि साथीहरूको बिदा छ अनि त्यो भएकोले गर्दा आज चाहिँ हामी पुल खेल्नलाई बाहिरतिर निस्किँदैछौँ पुरा घाम पनि चर्किरहेछ आज चाहिँ बाहिरतिर अनि त्यो भएकोले गर्दाखेरि घाम कम हुन्जेल चाहिँ हामी एकछिन पुल खेल्नेछौँ त्यहाँबाट फेरि हामी बाहिर निस्किनेछौँ अनि आजको म्याच चाहिँ एकदम खतरा जानेछ हेरौँ आज कसले बाजी मानेछ एकदम आजको गेम चाहिँ घम्सा घम्सी हुनेछ जीबी भर्सेस हाम्रो ब्रेक चाहिँ जीपी सरले ब्रेक गर्नुभएको छ यहाँ हाम्रो एस स्क्वायर उस्तादले चाहिँ प्रहार गर्न आउनु भएको छ पहिलो सुट बाफ्रे अनि हाम्रो जीपी सर त खतरा रहेछ नि हो नि त्यो ठ्याक्कै मिलेको छ यसबाट पढाउँदैछ नाइस नाइस सर्ट थियो अहिले यता पनि छ फेरि मिलिरहेको होइन लेफ्ट सर्ट ल लेफ्ट सर्ट दिनुभयो अब कोडमै जाने जिले यतिको त काट्दैन र नानीलाई काट्नु चाहिँ पर्यो होइन यतिको नानीलाई काटिहाल्छ नि हौ ल तर फल भने हान्दा हानेको है जिले देख्यो हो कि कहाँ हान्दा मैले ओहो गयो त उतापट्टि गयो त हामीको गयो त्यो लफडा भएर मैले फोरेको थिएँ सट्टा छमी सट हान्नु पर्छ हौ हात लाग्नु थालिगयो नि हौ कता जान्छ यो टक्कै नि अलिक साह्रो आएको त जान्दैछ पनि हो त कता कता ल गेम चाहिँ अब लास्ट जिबीले गेम उठायो नि हो हाम्रो विजेता चाहिँ यता हाम्रो जिबी बनेको छ अब के छ पुरस्कार अब अर्को फेम पुरस्कार त अघि 1,000 हात्ती हात्ती भनेको नि त कसो फेरि हाम्रो एस स्क्वायरको ब्रेकको पारी छ अरे कसले एउटा डिसाइड गर्नु न डिसिजन भएको छैन नि डिसिजन त खेल्नु पर्यो होला नि त सिरायो हाम्रो जिबी सर्ट टिम एस स्क्वायरको समय पारी भएको छ उहाँको फेरि हानै रहेछ नि त अनि ल जी उहाँले भर्खर निकाल्नु हुँदैछ यहाँ एस स्क्वायरको निकै देखाउनु निकाल्नु भयो है उहाँलाई कम नसोच्दा हुने रहेछ नि त यहाँ त चप पनि बसिरहेको
बाफ्रे फुट चाहियो हौ त्यही है यो यस्तो चाहिँ सर्ट चाहिँ हाल्नुपर्ने हो नि त सर्ट चाहिँ उहाँको के जिबी सर्ट ल दामी दामी हान्छ दामी छिराइहाल्यो नि हुन्छ लानु हुन्छ पकाएर होला मुखैमा रहेछ जिपी टिम जिपीको त ल उतै जान्थेछ त होइन यो त अनि लास्ट बल पो हुन चाहिएको छ त होइन ब्ल्याक रोडले कतिखेर खाइसकिहालेछ त अनि यो डिसाइड हो नि त रेगुलर जिले जित्यो भने होइन फेरि मैले जित्यो भने बराबरी फेरि हुन्छ फेरि सर्ट चाहिँ यो बा सुटेछ क्या उहाँलाई सर्ट चाहिँ यो चाहिँ अलिक मिस्टेक भयो कस्तो पटिङ हान्दै जान्छ यो तर अर्को बलले हुन्छ होला ए गयो त हामी अब उहाँ बराबरी गाउनु भएको छ लास्ट बलमा ए झन् ल अब लास्ट बलमा दुई टिम प्रतिस्पर्धामा छ ल दामी 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 उहाँले अब लास्ट बल होला यही बलमा हो उहाँले कर्स दिने उहाँले एकदम छुनी कट हान्ने जिते त भयो उहाँको यो चाहिँ ब्रेक चाहिँ अहिले जिपी टिम जिपीको छ र उहाँले खोल्नुभयो फाइनल गेम हो अब एक ब्रेक चाहिँ दुवै टिमबाट हात पार्न सफल हुनुभयो हाम्रो यहाँ स्क्वायर डबल एस स्क्वायरको प्रहार हुँदैछ है अलिक साथीको पुगेन रहेछ ल अब तपाईँको डिसिजन बल भयो होइन ल अब मैले गइछ भनिरहेको त टिपीको यहाँ होला हौ सिधै आइरहेको जस्तो देखिरहेको छु मैले यस्तो बल अलिक स्पिड हाड हान्नुपर्छ क्या जहाँको त्यहीँ राखिदिन्छ नि ल दामी छिरेको भनेर त मैले सर्ट त दामी लागेको थोरै यो भयो टिम जिपीको प्रहार हुँदैछ अब सर्ट त दिएकै हो कि ठ्याक्कै त्यसले ब्लक गरेछ ग्रिन
ल अब स्क्वायरको सर्ट फकाएर हान्नु भएको छ है उहाँले चाहिँ फेरि फकाइ दामी फकाइ यो चाहिँ अब यो चाहिँ डिसिजन म्याच हुँदैछ अनि आज यो जित्नेले चाहिँ एउटा हात्ती लिएर जाँदै हुनुहुन्छ टिम जिपीको मिठो सर्ट हाने नि अब लास्ट बल छ क्विन छिराउने यो चाहिँ गेम जित्यो भने यो गेम म्याच चाहिँ हाम्रो जिपीले हात पार्नु हुनेछ लास्ट सर्ट हान्दै हुनुहुन्छ यो चाहिँ निकै देखाइदिएको यो निकै खतरा सर्ट होइन म हान्दिनँ होला नयाँ वरिष्ठ खेलाडी फेरि आउनु भएको छ फेरि वर्ल्ड च्याम्पियन जिले त जस्तो पनि दिनु थाल्यो अब चाहिँ वर्ल्ड खानेछु उहाँले साह्रै राम्रो एङ्गल हेर्नु हुँदो रहेछ फेरि पहिला मिस्त्री काम पनि गर्नुभएको त्यही भएर उहाँले हो नि तिनवटालाई नि उहाँले सुहाउनु भयो यस्तो सुतादा यो घर बनाउँदाखेरि जिले चाहिँ गर्छ है जिले पास राख्नै हुँदैन पनि अब हेरौँ कट भेट्ने बल्ल हात बस्नु थाल्यो नि हो अब चाहिँ दुई भेट्छ जिलाई हम्मे बनाउनु भयो तपाईँले चाहिँ जी लाटीको त हौ शास्त्रीको छेउमा त जी सर्व लाटेको के हो खेल अन्तिम चरणमा पुगिसकेको छ अन्तिम चरणमै खेल ट्याक्क तपाईँले थोरै छोस मात्रै सास पनि दामी बस्यो यतै त्यहाँ तन्केर जति तन्किन्छ तन्केर सक्यो ल मेरो लास्ट सर्ट है मेरो इज्जत जो के हो यो त नि